नेपाली सेनाले कब्जा गरेका ती नेताहरूलाई आज किन छोडिँदैछ? अनुसन्धानका निमित्त तत्कालै गृह मन्त्रालयबाट निर्णय हुने हो कि राष्ट्रपति कार्यालयबाट निर्णय हुने हो? तत्काल अनुसन्धान गर्नका निम्ति उसमा चलाइयोस्, कुन चाहिँ छ ठुलो जेल त्यसैमा हालियोस् र अनुसन्धान गर्न सुरु गरियोस्। तिनीहरूलाई किन छोड्ने? अप्ठ्यारो राखिसकेपछि, घर भत्काइसकेपछि आज धेरैजना व्यक्तिहरूलाई यिनै नेतालाई स्वीकारेर जानुपर्छ। यिनै नेता हुन् हाम्रा भगवान। जनताले जे चाहन्छ, जनताले के चाह्यो? मुलुकको परिवर्तन चाह्यो, स्वतन्त्रता चाहियो, फ्रिडम चाहियो, भ्रष्टाचार जिरो करप्सन चाहेको होइन। हाम्रा कोठाबाट तिर्ने पैसा चाहिँ हामीले जोगाएर यता आन्दोलनमा लागेका छौँ। भोलि यहाँबाट फर्केर गइसकेपछि घरबेटीले पैसा तिर्न सकेन भने निकालिन्छ। यस्तो स्थितिमा युवाले नेतृत्व गरेर राखेको, त्यसो हुँदा हाम्रो आन्दोलन कसरी सफल भयो? आन्दोलन जेनजीले नेतृत्व गर्यो, नेपाली जनताले साथ दिए अनि आन्दोलन सफल भएको। आज तत्कालीन यो अन्तरिम सरकारले गरेको निर्णयले भोलिको मुलुकको भाग्य र भविष्य जनताको अवस्थामा सुधार ल्याउनुपर्छ। जहिले पनि मैले भनेको छ, जनताको अवस्था नसुध्रिउन्जेल